हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल स्मृति सुन्दर फेरि पनि हजुर साममा उपस्थित भइसकेको छु साथीहरू। आज चाहिँ के बारेमा भनेर हजुरहरू थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ ह्याप्पी दसैँ सबैजनालाई, नेपालीहरूको महान चाड विजया दशमीको हजुरहरूलाई धेरै धेरै शुभकामना छ साथीहरू। आज हामी चाहिँ घरमा टिका लाउने अनि त्यहाँबाट मामा घर जाने भनेर गरिरहेछौँ। भित्र मम्मीहरूले चाहिँ रेडी गर्नुभएको छ, के गर्नुभएको छ भनेर म हेर्छु है साथीहरू, हेर्दै गर्नु होला। मम्मीले चाहिँ यहाँ टिका लगाइसक्नु भएको रहेछ। अब चाहिँ भित्र जामै मम्मीहरूले चाहिँ के गर्नुभएको छ। ह्याप्पी दसैँ मम्मी आन्टीहरू, आन्टी ह्याप्पी दसैँ मम्मी, ह्याप्पी दसैँ बाबा, ह्याप्पी दसैँ च्यानल दादाहरू पनि है, दादाहरू ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। के भन्नुहुन्छ दादाहरू? के भन्ने हो र, टिका लगाओ भन्ने। मेरो फाइनल लुक छ यो साथीहरू। टिका लगाइदिनु लाग्नुपर्छ बाबालाई। मम्मीले टिका लाउँदै हुनुहुन्छ है, यहाँ बजेले टिका लगाइदिनु। त्यहाँ चाहिँ सानो यता हेर, हेलो गरिदेऊ एकछिन। हाई गाइज भन्देऊ। यहाँ पैसा हेर त तिम्रो पैसा दे गरे आमालाई दिनु भन्देऊ। आमा आमा मामु भन्देऊ। धेरै लगाउने हो मेरो मोबाइलमा त यस्तो काम दिन्छ कि टिका लगाउने। ल छिट ल। अंकल भन्नु सन्चै त होला हजुर गला बुढाको टिका लाग्यो मेरो घर आमाले टिका लाग्यो। मम्मी यता हेरिदिनु त, हामी चाहिँ टिका लगाइसक्यौँ है साथीहरू। बाबा यता हेरिदिनु, बाबा बाजे भन्देऊ, बाजे भन्देऊ। खै ढोगर त यसो ठुलो ठुलो गर्दै छिटो छिटो दुईटा हातले ढोगर त छिटो यता हेर त, यता हेर दुईटा हातले ढोगर त जिउ गर्दै ठुली गरिदेऊ। है बाजे भन्नु बड्डा भन्देऊ, नमाने बड्डा भन्देऊ। लगाऊ लगाऊ टिकी लगाऊ। आमाले टिका लगाइदिने र आमालाई टिकी लगाऊ डोराको नमान्ने टिकी लानु पर्छ। पैसा पैसा पाइन्छ। आमा गई आमा गई यहाँ टिका हाम्रो छोरीहरू कता पुरै लुङ्गी लाउँदै टिकी फेरि टिकी पैसा न पैसा यी पैसा दिने र बाजेले पैसा झगडा नगरे धेरै अब ट्याक्क पाएर झगडा गरेछ धेरै। टिका लगाइदिनु हामीलाई। मेरो कुर्ताहरू कति लामो छ यार, ढाडेपट्टि लाग्यो। है साथीहरू, यहाँ दुई भाइको टिका अब सुरु भइसक्यो।
नानी भयो धेरै झगडा नगरे जो पैसालाई गाली नगरे पैसा धेरै कमाए टाँस खेलेर तास खेल्ने काजी भएर बोल्ने काम नगरे कहिल्यै धेरै झगडा नगर्नु ए टकलाको पाला ओ टकला ओ टकला क्या हुआ एउटा लगाएर उठेर काट्नु पर्छ रस्टोटी छौरी मिल्छ लाउन आउँछ आज यसपालि दसैँमा टिका धेरै हुन्न क्या ह्याप्पी दसैँ बहिनी के छ ए हेलो भन्दैन मेरो भ्लगमा हामी चाहिँ मामा घर जान लाग्यो पसल थिनेर अब चाहिँ हाम्रो दिदी र बाबु छोरी फेरि मामा टिका लाउन जाँदैछ है घर कहाँ जान लाग्यो छोरी म चाहिँ मामा घर जाँदैछौँ अब चाहिँ मेरो म यता छु मम्मी यता हुनुहुन्छ हेलो बाबा बजा हेलो ओ कहीँ लागेको छ यता हेर हेलो गर 1 नम्बरको जोडिया भन्ने यही साथी हाम्रो मनोकामना चोकमा ओ दाजु के छ हेमन दाजु हाम्रो दाइ फेरि हिरो भएर अगाडि हिँड्दैछन् आमा घर चाहिँ यही साथीहरू हामी चाहिँ अटो चढ्न पर्दैन गाडी चढ्न पर्दैन ओ दिच्छा ह्याप्पी दसैँ तैँले भिडियो गराइदिनु नि ल ह्याप्पी दसैँ गाइस वी आर हियर अब चाहिँ हामी चाहिँ यहाँ टिका लगाउन आएकोमा राम्री राम्री भएर आएको छ हामी चाहिँ गुरु मगर पऱ्यौँ त्यसैले हाम्रो चाहिँ सेल टिका चल्छ हाम्रो चाहिँ सेतो टिका है साथीहरू हामी चाहिँ प्योर गुरु मगर अनि ब्लग भइरहेको दिदी अब चाहिँ टिका लगाउन लागि जाऊ छ्यानु नानु उता राखिस जाऊ टिका लगाउन अब चाहिँ टिका लाउन लाग्यो यहाँ चाहिँ सानो टिकला नि पैसी डर मानेर त्यो होइन अर्काको बेजत काम गर्छु भाइ कान्छा घर पनि छुट्टै जाने गर्छ टिका मेरो नानी खेलान देखे के हुन्छ र बच्चा त भयो बच्चाको के दाम अब चाहिँ ए बुबा भएन ब्लगर गयो नमस्ते आइजीले चाहिँ मम्मीलाई टिका मम्मी यता हेरिदिनु न यहाँ हेर्ने तिर्सनाको ब्लगमा सबैलाई स्वागत छ हाम्रो आन्टीलाई चाहिँ जिउठो परेर हाम्रो आन्टी चाहिँ टिका लाउनुहुन्न आन्टी यता हेरिदिनु न हाम्रो चाहिँ यो गाउँको बेकार ब्लगर लुते ब्लगर हो यो चाहिँ चामुण्डै लास्टै हरामी छ यो टिका लाउन जाने हो चाहिँ मोटु मोटु ओ मोटु कानै सुनिदिने दिच्छाले बजेर टिका लगाइदिनु भएको छ साथीहरू खानाको इस्टिमेट आधा त्यता आधा यता हुनुहुन्छ अनि यतातिर भाउजूहरू हुनुहुन्छ जालीबाट देखाइदिनु ओ
आउँछु भन्नु अर्को मामा घर जान लाग्यो साथीहरू। ओ ठुल मम्मी हेलो, अहिले नाच्न आउनु है। हेलो सबैजनालाई ह्याप्पी दसैँ। ओ हेलो गर्दै सबैजनाले। हामीहरू चाहिँ अब हेर्नु न साथी यस्तो गरेछ आकाश हेर्नु दसैँको दिन पनि राम्रोसँग मनाउन नदिने भयो क्या सगरले। हेर्नु न कस्तो गरेछ, पानी पर्न लागेको छ क्या साथी। ल ह्याप्पी दसैँ अङ्कल, ह्याप्पी दसैँ सबैजनालाई, ह्याप्पी दसैँ। हेलो साथीहरू, आटा टोलीहरू त्यहाँ आउँदैछ है।